के तपाईँहरूको मेरो सेयर र डिम्याट अकाउन्ट एक्सपायर भएको छ? त्यसो हो भने आज म तपाईँहरूलाई अनलाइनबाटै कसरी रिन्यू गर्न सकिन्छ भनेर जानकारी दिन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। सर्वप्रथम मेरो सेयरमा गई युजर र पासवर्ड हानी लगइन हुनुहोस्। लगइन भइसकेपछि तपाईँले डिम्याट अथवा मेरो सेयर एक्सपायर भएको म्यासेज देख्न सक्नुहुन्छ। अब राइट साइडमा आफ्नो प्रोफाइलमा क्लिक गर्नुहोस्। थोरै तलपट्टि अकाउन्ट इन्फर्मेसन देख्न सक्नुहुनेछ र तपाईँले मेरो सेयर अथवा डिम्याट अकाउन्ट कहिलेदेखि एक्सपायर हुँदैछ भनेर हेर्न समेत सक्नुहुन्छ। अब रिन्यू अकाउन्टमा क्लिक गर्नुहोस्। तपाईँले अनलाइनबाट ई-सेवा, खल्ती, आइएमपी र कनेक्ट आइपिएस मध्ये जुनबाट पनि पेमेन्ट गर्न सक्नुहुन्छ। म चाहिँ ई-सेवाबाट तपाईँहरूलाई गरेर देखाउन गइरहेको छु। अब ई-सेवामा क्लिक गर्नुहोस्। अब तपाईँले मेरो सेयर र डिम्याट अकाउन्ट एकैचोटि गर्न पनि सक्नुहुन्छ। यदि डिम्याट मात्र रिन्यू अथवा मेरो सेयर मात्र पनि सेलेक्ट गरी गर्न सक्नुहुन्छ। मेरो चाहिँ डिम्याट मात्र एक्सपायर भएकोले डिम्याट सेलेक्ट गर्दछु। अब तपाईँले कति वर्षको लागि रिन्यू गर्न चाहनुहुन्छ यहाँबाट सेलेक्ट गर्न सकिन्छ। डिम्याटको लागि वर्षको 100 रुपियाँ र मेरो सेयरको 50 रुपियाँ तिर्नुपर्ने हुन्छ। अब यदि गरिसकेपछि प्रोसिडमा क्लिक गर्नुहोस्। अब आफ्नो वालेटको युजर र पासवर्ड हानी आई एम नट अ रोबोटमा क्लिक गरी लगइन हुनुहोस्। अब तपाईँको मोबाइलमा एउटा ओटिपी कोड आउँछ, त्यो राखी भेरिफाईमा क्लिक गर्नुहोस् र कन्टिन्यूमा क्लिक गरी पेमेन्ट टु ई-सेवामा क्लिक गरेर आफ्नो अकाउन्ट रिन्यू गर्न सक्नुहुनेछ र पेमेन्ट सक्सेस भइसकेपछि तपाईँले यसलाई डाउनलोड गरेर आफ्नो अकाउन्ट कहिलेसम्म रिन्यू भयो भनेर जानकारी पाउन सक्नुहुनेछ। यस्तै जानकारीमूलक भिडियोको लागि च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनुहोला। धन्यवाद।